यसरी भ्लग बनाउँछ होला है यसरी भ्लग बनाउँछ हो बोल्दै हिँड्नु न ए अब बोल्नुपर्छ नयाँ बनाऊँ न ल अब ल यो ओह्रालो ल है अब चाहिँ हाम्रो होइन ट्याक्क तातो पानी र चाइना बोर्डरसम्मको यात्रा सुरु हुन्छ यो चाहिँ ट्याक्क रवि ओपी भन्ने ठाउँ हो यो ओह्रालोबाट चाहिँ हामी पाँचखाल गर्छौँ त्यहाँबाट 0 किलो हुँदै हामी दोलालघाट हुँदै बारबिसे हुँदै जान्छौँ अस्ति यहीँ बिग्रेर यहीँ बनाएको यार अस्ति मैले यार बाइक यार त्यो वर्कसपको साथ चाहिँ तर दामी रहेछ राम्ररी काम गर्दै थियो मेरो कस्तो काठमाडौँ पुग्ने गरी काम गर्दै थियो साथी त्यो साथी नगरिदियो भन्थ्यो मेरो बाटो चाहिँ एकदम दामी छ नि यार तर अलिक तलको चाहिँ यस्तो फेरि काठ पर्ने अफरोड रहेछ क्या बेला बेला चाहिँ थोरै सानो यस्तो खोला पनि तर्नुपर्ने चाहिँ हुन्छ धेरै त छैन थोरै चाहिँ अफरोड यस्तो खोला छ तर 5 खाल पुगिहालिन्छ धेरै टाइम लाग्दैन यहाँबाट ठ्याक्क 12 बिसे कटेपछि चाहिँ हामीले एउटा दामी ब्लू कलरको भिन्टेज मोटरसाइकल देख्यौँ है जुन चाहिँ फेरि मेरै हो है गरेको होइन भर्खर अफ गरेको होइन अफ हो कि बनाएको बनाइ हाम्रो दाइको स्किलफुल राइड देख्न सक्नुहुन्छ साथी हो पानी पर्नु स्टार्ट हुँदैछ फेरि आज पनि पानीले बोक्ने भयो के हुन्छ यार माथि रन गएन त्यो पिकअपै दिनु पर्दैन त आज चाहिँ हामी नबसी रफ्तारमा छौँ आज विकास त रफ्तारमा हुनुहुन्छ यात्राको क्रममा हो के भयो तेल छ कि छैन अनि के भएको त यो बाइकले धोका दिनु पर्दैछ धोका दिइहाल्यो भने टेन्सन हुन्छ विकास दाइले छोड्नु भयो क्या त्यही भएर अलिकति उयो गरेको अन्त साथी झन्डै बाइक गरेर झन्डिरहेको छन् हाम्रो विकास दाइले ठाउँ कस्तो रहेछ भनेर अवलोकन गर्दै हुनुहुन्छ भन्ने अवस्थामा चाहिँ म मात्रै छु
देखेको ड्याम चाहिँ भोटेकोसी ड्याम यो खोला भोटेकोसी खोलाको किनारै किनारै हिँडिरहेको छौँ हामी चाहिँ यहाँ चाहिँ म्या बाटो बिग्रेर 2 दिन भयो चाहिँ हामी पैदल यात्रा टक्क त्यहाँ बाटो अवरुद्ध भएर चाहिँ हामी ठ्याक्कै कति बजे 4 बजेर 5 मिनटमा हाम्रो पैदल यात्रा सुरु भयो केटाहरू यस्तो जोसमा छ कि हिँडेरै जहाँ भए पनि जानै भन्छ यार ल अन्त हिँडौँ न त 1 घन्टा कहाँसम्म पुगिन्छ भनेर है जहाँसम्म पुगिन्छ 1 घन्टामा जहाँ पुग्यो त्यही हामी तातो पानी लेखिदिएर आउनुपर्थ्यो यो तातो पानी हामी चाहिँ अब यो हल्का ड्याम हेर्दै होइन बाटो चाहिँ फेरि हिलो हिलो ड्याम चाहिँ फेरि उता भयो यो बाटोको अवस्था हेर्दा त अलिक ला माछको पछाडि फर्क यहाँनिर झिझेको त गिल्लो पो रहेछ हेर न त यो बाटो हेर्दा त अलिकति अगाडिसम्म गइँदैन जस्तो छ त ऊ पर अगाडिसम्म गइदिउँ ल जुत्ता हिलो गर्नुपर्छ क्या यात्रा गरेपछि हजुर औ यात्रा गर्दा हल्का जुत्ता चाहिँ हिलो गर्नैपर्छ क्या दामी रहेछ यार बाटोहरू ओ माई गड मलाई त सही लाग्यो हिँड न किल्चेकोमा भाइको ड्रोन हान्दिएको त पछाडिको त हौ कता बन्द ल अब त्यो प्लान फेरि चेन्ज भयो क्या हाम्रो त फेरि होइन प्लान चेन्ज भयो हामी गाडीमा होइन गोदावरी भनेको तातो पानी त्यही हो तातो पानीको ए त्यसो हामी तातो पानीसँग मात्रै बोर्डर फेरि यसले पुरा यो गाडीले पुग्दैन भने गाह्रै हुन्छ त्यो गाडी छोडेर फेरि अब हामी अर्को गाडीसँग यो 2 जना दाइहरूको लैलैमा लागेर हिँडिरहेको छौँ हामी फर्किने त हो नहुने त हो यही त हो भन्दैछ के हुन्छ यहाँ त बाटो ठिकै रहेछ त जान्थ्यो होला हौ यसमा त मजाले जान्छ नि यहाँ त फेरि गाडीको त प्लानिङ होइन जसरी गएको छ यता फेरि यो अर्को गाडीमा चढेर हामी बोर्डरसम्म यात्रा हान्नुपर्छ यो हाम्रो जाने गाडी ए ल ल ल ल ठिक छ फेरि अब
कता यही हो तपाईँ के अगाडि यसले अगाडि बस्नु आनन्दले ल हे कति मिनट लाग्छ त यहाँबाट 5 मिनट बढीमा 10 मिनट अब हाम्रो यहाँबाट बोर्डरसम्मको यात्रा सुरु भयो कोदारीहरू छ चाइनाको बोर्डरमा चाइना बोर्डर आइपुग्यो के हो यहाँ त यहीँ त छ ब्याग फर्केर आउँदा के हुन्छ चाहिँ चाइना बोर्डर आयो हामी टक्क यतापट्टि चाइना होइन यतापट्टि नेपाल यात्रा चाहिँ यहीँसम्मको मात्रै हो खासै टाढो पनि होइन नो फोटो टेकिङ अर नो भिडियो रेकर्डिङ फक द रुल्स अरे चाइनाको बिल्डिङको बनावट यस्तो हुन्छ यस्तो नेपालको बिल्डिङको बनावट यस्तो सेक्युरिटी चाहिँ यता नेपाल आउनु त फ्री छ चाइना जानु चाहिँ अलिक गाह्रो हुने रहेछ जस्तो नेपाल आउनु त फ्री हो हुन्छ हुन्छ दाइ हुन्छ हिँड्नु यहाँ माथि चाहिँ भ्यू राम्रो आउँछ झर्नाको भ्यू तातो पानीमा नुहाउने तर हाम्रो दोस्तहरू दुईजना जिग्री दोस्तलाई पुरानो दोस्तलाई भेटेर चाहिँ यहाँ चाहिँ नुहाउनु जान पाइने हो तातो पानीमा यहाँ नुहाउनु चाहिँ अहिले 4 दिन सरसफाइको लागि बन्द रहेछ त्यही भएर हामीले चाहिँ आज फ्रीमा नुहाउनु पाउने भयो क्या त्यो बाहिरै नट अन द भिआइपी प्लेस साइडतिर हाम्रो भाइहरू उता सेफ्रीमा किन भाइ सेम्पू खासै चाहिँदैन होला सेम्पू त भोटेको सिकाउपालिका तातो पानी 2 नम्बर वडा नम्बर 2 को केटाहरू हामी हुँदैन त भाइ यो त डिलिट गर्न खिच्यो नि त भाइ जसो दुःख सुख जति उयो भए पनि आइपुग्यो हामी यहाँ ओ धेरै तातो हुन्छ कि क्या हो सकिन्छ नुहाउनु ल तातो पानीमा हाम्रो बात सुरु गरेर सकिँदैन हाम्रो
पानी भगवान्। यहाँको तातो पानीमा नुहाउँदाखेरि चाहिँ रोगहरू निको हुने हुन्छ भन्ने एउटा ठुलो मान्यता छ पहिल्यैदेखि। यो चाहिँ तातो पानी बजार हो, एकदम राम्रो छ। एकचोटि सबैजनाले समय मिलाएर आउनु होला, वर्थ इट।